चुनाव नजिकै जाँदा एउटा कुरा हरेक पटक दोहोरिन्छ, तथ्यभन्दा धेरै भावना बेचिन्छ। सबैभन्दा पहिला सुनिने कुरा के हो भने हामीले जितेनौँ भने देश सकिन्छ। यस्तो खालको क्लेम चाहिँ पुराना पार्टीका नेताहरूले गर्ने गर्छन्। यसरी उनीहरूले डर देखाएर उनीहरूलाई लाग्छ कि अहिले पनि उनीहरूले भोट धेरै ल्याउन सक्छन्। तर उहाँहरूलाई एउटा कुरा के थाहा आएन भन्दाखेरि देश कुनै पनि एउटा पार्टी वा एक व्यक्तिले मात्र चल्ने कुरा होइन। लोकतन्त्रमा सरकार आउँछ जान्छ, तर डरमा आधारित निर्णयले भने हामीलाई सधैँ गलत ठाउँमा पुर्याउँछ। अर्को ट्याक्टिक चाहिँ उनीहरू के युज गर्छन् भन्दाखेरि संवेदना। म धेरै दुःख गरेर यहाँसम्म आएको हुँ, यति वर्ष जेल बसेर आएको हुँ, मैले परिवर्तनको लागि पुरै जीवन सुम्पेको हुँ भनेर चाहिँ यसरी उनीहरूले क्लेम गर्ने गर्छन्। तर नेतृत्व छान्दा हामीले भावना होइन क्षमता हेर्नुपर्ने हुन्छ। त्यही भएर दुःख पाएको मान्छे हुँदैमा ऊ राम्रो प्रतिनिधि हुन्छ भन्ने कुरा कुनै पनि ग्यारेन्टी हुँदैन। त्यही भएर उनीहरूको यस्तो यो संवेदनशील कुराहरूको पनि कुनै पोइन्ट हुँदैन, किनकि यतिको वर्षसम्म पनि उनीहरूले देशको लागि साँच्चै के राम्रो काम गर्न सकेनन्। त्यही भएर यो कुरालाई पनि हामीले बुझ्नुपर्ने हुन्छ कि उनीहरूले यस्तो खालको ट्याक्टिक युज गर्न सक्छन्। अब अर्को कुरा हुन्छ धर्म, जात, क्षेत्र। अब कहिलेकाहीँ चाहिँ हामी आफै मतदाताहरू पनि यो एउटा सानो जन्जालमा फस्छौँ कि फलानु मान्छे हाम्रो मान्छे हो, हाम्रो जातको हो, हाम्रो जिल्लाको हो, यो हाम्रो भनेर चाहिँ हामीले हाम्रो मान्छेलाई चुज गरिरहेको। र यही सोचले हामी बारम्बार एउटा कमजोर प्रतिनिधि पठाउँछौँ, किनकि सांसद भनेको कुनै पनि एउटा समूह होइन, सबै नागरिकको प्रतिनिधि हो। अर्को कुरा जुन पोलिटिसियन्सले युज गर्छन् जुन चाहिँ हो जनतालाई ठुला सपना देखाउँ। सबैलाई म रोजगारी दिन्छु, सबैको घर घरमा सिलिन्डर प्रदान गरिदिन्छु। सिलिन्डर काँधमा बोकेर, केमा बोकेर, मोटरसाइकलमा बोकेर, साइकलमा बोकेर कुद्नु पर्दैन। घर घरमा चुला 10 वर्षभित्रमा नेपाललाई दक्षिण एसियाको सबैभन्दा धनी देश बनाइदिन्छु। हामी 10 वर्षभित्रमा यो देशलाई चाहिँ दक्षिण एसियाको त सबभन्दा अगाडि लान्छौँ। हामी युरोपीय स्तरमा